सो ल हाम्रो चाहिँ ड्राई पिकनिक सकिसकेको छ र हामी चाहिँ अब निस्किन लाग्यो र आजको ड्राई पिकनिक चाहिँ एकदम बब्बाल हो होइन सो यो भिडियो चाहिँ हाम्रो युट्युब च्यानलमा जान्छ ओरियर्स अन वेल्स साङ्गामा सो यदि यो भिडियोलाई राम्रो लाग्छ भने सबैजनाले लाइक सेयर सब्स्क्राइब अनि कमेन्ट बाइ 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 फुलबारी फ्रेन्ड्स वेलकम टु ओरियर्स ब्लग आज हामी गजेर डोजोको अल मेम्बर्स बुटर फुलबारी ड्राई पिकनिक जाँदैछौँ सो हामी चाहिँ अल केटाकेटी आइसक्यो यहाँनिर मजाले बसिरहेको छ हाम्रो क्विन क्रेजी गर्ल अनि उता छ किड्सहरू छन् सानो सानो बच्चाहरू र उता हाम्रो ब्ल्याक बेल्ट र यता हाम्रो च्याम्पियन पुरानो र हामी चाहिँ अब एकछिनमा जान्छौँ 10 बजे जम्मा हुने भनेको अहिले 11:30 जम्मा भनेको 11 भइसक्यो एकजना चाहिँ उता भाग्दै आइरहेछ एकजना अझै गाडीमा आइरहेछ एकजना आइसक्यो हामी यहाँदेखि निस्किने हामी चाहिँ अल प्लेयर्ससँग लागिसकेको छ कस्तो उनीसँग छ क्या बाहिरसँग त्यहाँ गएपछि पुगेपछि कल गर्नु ल राम्रोसँग लिएर जाने बाई 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 ल हामी चाहिँ बाइकमा जाने हो सो मनी अब निस्किनु भयो ल उता मेरो ठाउँमा चाहिँ क्लास छ क्लासदेखि उठाउनु पर्छ 12 बजी सकिन्छ होइन सो मनी म 4 नम्बर लाग्छु त्यसपछि बिस्तारै बिस्तारै हामी निस्किन्छ मजाले बाइकमा सो के ल सो कमारी बाटो ठुलै ठुलो यहाँ मेरो बाइकको हालत खराब भइसकेको छ यो बाटो हिँड्दा हिँड्दा फ्रेन्ड्स ल हामी चाहिँ 1 आवर्स राइडमा 4 नम्बरदेखि यहाँ बुटोल पुगिसक्यौँ हामी केटाहरू चाहिँ अझै पुगेको छैन 1.5 घन्टा अगाडि आयो भन्दा छिट्टो हिँडेको हामी चाहिँ अझै आधा बाटो बल्ल पुग्यो यस्तो खराब बाटो छ अझै आधा बाटो बल्ल पुग्यो हामी चाहिँ मस्तले बुटोल पुगेर डाँडामा कुद्दै बस्यौँ हामी केटाहरूलाई कति बेला आउने हो अनि कति बेला भित्र जाने हो कस्तो के अरे हो यस्तो दिलो हामीसँग 1.5 घन्टा अगाडि हिँडेर ल ल सबैजना आइपुग्यो एउटा 60 रुपियाँ टिकटको लाग्यो एकजनाको ल जाउँ भित्र गएर बसाउँला एकछिन त्यसपछि घुमौँला नास्ता खाउँला हेर त त्यहाँ तल के गरिसक्यो आउने बित्तिकै ल जाऊँ भित्र डिसी बिलिङमा हो तर त्यो प्लेयर छ डिसी बिलिङ त भइहाल्छ ल हामी चाहिँ फुलबारीभित्र छिर्छौँ सब अल वरियर्स मेम्बर भित्रको के छ दर्शन कस्तो लाग्यो एकदम मजा हामी के अरे धेरै पछि के अरे घुम्न आयो कति टाइम पछि आयो यहाँ बुटोल फुलबारी फेरि खै यार कहिले आइदिएको थियो अब ल अब चाहिँ हामी डरो रमाइलो गर्नुपर्छ होइन खतरा यार देख्दिनँ मुखले अनि देख ल्याएन भनेको ल्याएन के भनेको यस्तै उता शीतल महिना ल सबैजना शीतल महिना पहिला शीतल महिना बस्न पहिला हिँड्न उता माथि छ माथि केटाकेटी नि यहाँ त्यसै यस्तो घाममा घुमाउन लिएर आएन हामीले सबै मेन त मलाई हो गुरुको अब जाने छ त्यही भएर छिटो जाम भन्दै दामी रहेछ अहिले घुम्ने ठाउँ राम्रो बनाएको रहेछ हाम्रो कराटे प्लेयर्सहरू गाडीमा आउँदा हालत खराब भइसक्यो हाम्रो लुडीको हालत के छ एकदम बढिया किन हो 40 केजीदेखि अब घटेर 20 केजीको हुने भयो ल हामी सायद पिङ भएको ठाउँमा आइसकेको छ अब लुडी जाँदैछ खेल्न अनि ल सबभन्दा पहिला कुन खेल्ने हो कुन ढुङ्गा त चालु छ चर्के चाहिँ खै चलेन टिकट कति छ टिकटलाई कति छ एकजनालाई 100 रुपियाँ हो ल के गर्छ खेल्न जान्छ फेरि आफ्नै पैसा ल्यायो नि त यो थाहा छ नि
500 हो न अँ 500 ल को जाने हो ल को जान्छ ल छिटो ल जाऊ जाऊ ऊ हेर त यिनले तिर्दिन्छ ल तिम्रो लाग्यो ल लुडी जाऊ एस्मिन जान्छ कि नै अर्बिटा जाने ल जाऊ ओके ल टिकट जाऊ त काट्दै टिकट काट्दै पैसा लिएर जाऊ कतिजना ल हाम्रो चाहिँ गर्ल्सहरू चाहिँ कुन पिङलाई गइरहेको छ रोटेटार होइन के रोटेटार त यो जस्ट चर्के पिङ हामी जङमा जाँदैछौँ ओके गाइजहरु हामी कराटे प्लेयर भएर जङमा जाँदैछौँ हेरौँ है त वरियर्स मेम्बरले अब के गर्दो रहेछ हाम्रो ओके ल ल ल ल ओके ल ल ल जाऊ जाऊ ल अब वरियर्सको हामी हेरौँ है त कतिको कन्फिडेन्स रहेछ दोहोऱ्याउँछ कि दोहोऱ्याउन भन्ने यहाँ लुडी के छ ठिक छ हेर्दा कामिरहेछ कापिरहेको छ राम्रो पहिल्यै दोहोऱ्याइसक्यो त सबै हेलो ल हाम्रो केटाकेटी यस्तो दोहोऱ्याएर चुच्चाइरहेको छ सुनेको छ कि सुने होइन थाहा भएन ऊ हाम्रो केटाकेटी मन्थली टेस्ट गरेर के हो र के हो मोटे कति हाम्रो गर्ल्स टोली कहाँको कहाँ छ गर्ल्स टोली ए थुप्पो त्यहाँ माथि टुप्पोमा अगाडि आइदिएछ त के भयो लुरी हजुर लुरी बाटो देखेछ बाटो देखेछ ल अब जाम माथितिर केटाकेटीहरू चाहिँ यस्तो गेमहरू देखेर के खेलाम भइरहेछ आँखामा लाएर यो छ टेक्टिक स्लर्स गन टार्गेट अब लुडीको चाहिँ सातो उडी केही पनि खेल्न माने छैन अब त होइन कस्तो लाग्यो लुडीलाई ल मेरो मोडलले लाउन सकेन माथिसको बक्समा चाहिँ टार्गेट लगाएर हामीले बल्ल त्यो छिटोको प्राइस पाउँछ ल मोदेले आने है त ल आने मोडे माथि छ ल मोडेले चाहिँ पायो हाम्रो एउटा बिस्किट ल बिस्किट आयो मोडेले छ्या ए भएन यतिले बस्यो अनि चान्स सक्यो लास्ट केटाकेटीलाई दिनु ल मोडे बसायो भयो सक्यो ल भयो 50को ल हान्दियो ल ल हान्दियो त्यसो भए ल दर्शन ल दर्शन ल दिदी यता 4वटा है ल दर्शनले पसाएर ट्राई गर्नु त पर्छ कि नै उता रेड बुलमा पर्छ कि नै पस्छ के मजाले ऊ पस्दो रहेछ हजुर नै यतिकै राख्नु भयो पस्छ त्यही नि पसे मात्र ए सजिलो रहेछ ल यहाँदेखि फाले कि सजिलो हुन्छ यहाँदेखि फाले सजिलो हुन्छ ल ल दर्शन पढाइदियो है त्यत्रो माथि कहाँ मिल्छ ले एउटा ले अरू के भन मैले नि रेड बुल छ र ल रेड बुल ल मैले रेड बुल नै है मिल्दैन यार ए जम हान्नु ल तिमी रेड बुल तिमीले नि ल रेड बुल नै ल न त किट क्याट छ किट घामले गलिसक्यो है ए एउटा त्यो पारमला भने हरि अग्लो हो यार ल दर्शन भएन हतक सेमिनामा त हानिन्थ्यो यहाँ अलि माथि छ क्या ल को छिटो माथि चढ्छ है ल ल छिटो ल गयो ल 1 2 3 गो ल छिटो को छिटो जान्छ छिटो ल
ल को छिटाउँछ यहाँ हेर मेरा मेरा ल लुडी हार्यो ल अरू पिटा उबै होइन हाम्रो यता लुडी हारिसक्यो गेममा पनि हार्छ यहाँ नि हारिसक्यो ठुक्क काम छैन यो उसले बिहानको सिटहरू पानी परेको बेला सोकेछ डरै लान त थियो यस्तो ल यहाँ त पसल नै उठाइसक्यो हाम्रो लुडीले एउटा लुडीले चाहिँ हामीलाई एउटा खानेकुरा गिफ्ट गर्यो होइन नौटङ्की राज डरपोक के छ मिठो रहेछ त्यो त्यहाँ अरू पसलमा पाउँछ ओके यो कसको हो ओके त्यहाँ अगाडि छ ऊ अगाडि ल यता चाहिँ खाना खाएर प्लास्टिक जताततै नफाल्ने यस्तो कुरा हुन्छ कुरामा फाल्ने रोक रोक त सबैजना खाना बसिसके ल हामी चाहिँ नास्ता सबै प्याक भइसक्यो 14 प्लेट चिकन मोमो एन्ड 2टा सम्बो कुक र यतिको चाहिँ बिल आइसक्यो हाम्रो 2735 टोटल नास्ताको ल गएर मजाले खाइन्छ सबैजना मिलेर सेयरिङ स्केरिङ गर्दै को गयो होइन आज त कस्तो लाग्यो आज सबैलाई रमाइलो आएछ ल अब चाहिँ हाम्रो नास्ता खाने टाइम भइसक्यो नास्ता खाएर चाहिँ हामी निस्किने छिटो एकदम ढिलो भइसक्यो हामीलाई ल सबैजनालाई एक प्लेट मोमो छ अनि कोक छ ल बस्नु सबैजना ल मजाले मिलेर बस्ने यिनी त झन् लुडी भन्दा लुडी के गर्छ अलि राम्रोसँग राख न यार त्यत्रो महँगो छ हाम्रो त गाउँदेखि त डबल छ यार त्यस्तो खसाल्नु भएन है सबैलाई केक छ के सबैलाई रोक न ल कसलाई गुलियो चाहियो कसलाई पिरो चाहियो भन है ल चटनी बाडै त होला ल चटनी नै एकदम स्पेसल छ गुलियो एन्ड पिरो हाला के गर्छ एस्पिनले पायो यता बस्छ यता यता हेर बस्छ यता एस्पिन चम्चा सबैलाई चम्चा है चम्चा चम्चा बन्नु छ कि बन्नु छैन तँलाई चम्चा चाहियो तँलाई चम्चा चाहियो ल ल बस्छ बस्छ मजाले है ल अब खाने कोक पायो सबैले ल देउलाई दे ल रे के छ आज मेरो हालत खराब हो गुरु हैन त्यस्तो खाना मिल्छ किन तिमीलाई लुडीले चाहिँ चिसो खाना पाउन लुडीको लागि यही छ ल चम्चा सबैलाई भयो हैन हैन त के छ हाम्रो उता 2टा सिनियर एकदम लजाउने छुट्टै बसेर खाइरहेछ आफ्नै दिन नभन्छ नि 2टा त यता तिमी पायो ले यहाँ दर्शन यहाँ ल्याऊ के कसले कसले चिन्नु खाने त्यसो भए कोक मात्र खायो त अहिले त गुरु के एउटा सिडी थियो के अनि मलाई दिनु बस्दै गएर गर्मी छैन अनि फेरि परिलाई भन्नुहुन्छ तले पहिला भन्नु ल ल हामी नि खाम अब त्यसलाई अब उसलाई अब तल झरेसी बल्ल हुन्छ अब एक्लै के लिन पठाइदिनु उसलाई सानो भएकै स्टम राख्नै मिल्दैन के खाएको पनि भिडियो गराउने हो र तिमीलाई देखाउनु परेन कि हाम्रो यस्तो लुडी मान्छेले यत्रो धेरै मोमो खान्छ भनेर अझ कोक एक गिलास भइसक्यो एकचोटिमा धेरै खाँदो रहेछ कोक त यिनी पऱ्यो हाम्रो कोक खान नपाएर पानी यता तिमीले पायो कोक उता देऊ दर्शन पाएन केटाहरू
के केटाहरू केटाहरू पाएन एउटा चाहिँ खान्न अदिले खोइ अधिको भाग मलाई ल्याऊ बहिनीले पाइने उयो बहिनीले पाइने खानन् के दिने मैले खान्न कि ल्याउ बरु त हो राम्रो देखिन्छ कि देखिन्न भन्ने भर्त भएको अहिले खान्थेन गुरु खान्थे र त्यहाँ राख त अर्को यता फर्क यता फर्क यता आज घुम मिलाउन त्यो स्टिकको पछाडि ढकाला यो स्टिक पछाडि ढकाला भनेको होइन यो पछाडि ढकाला भनेको राखा हो ठिकै देखिन्छ कि देखिन भन्ने ओए हेर त अर्पिता देखिसकिन त्यहाँ हेर अर्पिता सबै देखिसकिन मैले ल 120 रुपियाँ पर्छ 50 किन दिनु भयो किन 50 रुपियाँ किन दिनु भयो लिएर आएको छ अरू बाँकी जान्छौँ कि खान्छौँ गुरु आफू फुल हो के मलाई नखाम के रे सँगै जा के उसले त्यही खान्छ तिम्रो त्यही बस्छस् हो तिम्रो त्यही बस्ने बुझ्यो नि ल हाम्रो नास्ता खाएर चाहिँ भइसकेछ ल अब हामी हिँड्न लाग्यो लुरी त रेडी भयो कति लुरी देखिन्छ के दाउरा 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 ल यो चाहिँ हालिदिनु हामी चाहिँ अब फर्किँदैछौँ पिकनिक गरेर हाम्रो पिकनिक कम्प्लिट भयो अब हाम्रो ल्याउनु गुरु अब ब्लगरले बनाउनुहुन्छ अब सो फ्रेन्ड्स ल हामी चाहिँ भाइ पिकनिक कम्प्लिट भइसकिसक्यो र फोटो खिच्न सकिसक्यो अब हामी चाहिँ हिँड्न लागेको छ सबैजना कति आठुरो भइसक्यो त्यहाँ पुगिसक्यो हेर त त्यहाँ पुगिसक्यो आज ड्राई पिकनिक चाहिँ एकदमै बब्बालो होइन सो अब राम्रो लाग्यो भने ल हाम्रो वरियर्स वेस्ट अन वेस्ट च्यानललाई चाहिँ सपोर्ट गर्नु पर्यो लाइक एन्ड सेयर र सब्सक्राइब गरिदिनु पर्यो है त ल ओके ल बाई आजले चाहिँ यति नै हुन्छ अब